कोही कोहीलाई त लेख्न आउँदो रहेछ। बालनजीले त अघि राति लेखेर फेरि आफै हटाउनु भयो हैन। मैले बोल्दाखेरि एउटा शब्द बोल्दाखेरि दुर्गा प्रसाईले बोल्यो भन्थे उसलाई त लेख्दो रहेछ त जम्मै। लेखेको मान्छे महान भयो हैन। हेर्नुहोस् त, त्यसले गर्दाखेरि बाबुराम जस्ता मान्छेहरू, बालेन जस्ता मान्छेहरू, निश्चल खरेल, रक्षा बम जस्ता, भावना रावतको नाम आउँदैछ हैन अहिले मन्त्रीमा। त्यो तपाईको माउथ चाहिँ राम्रो तर थुथुन अनुहार चाहिँ राम्रो, माउथ चाहिँ भनेर भनेको थियो नि केशर स्थापितलाई। त्यो केशव स्थापितहरूलाई फ्याँक्नको लागि, बालेनलाई अघि बढाउनको लागि त्यो त्यतिखेर प्रयोग गरेको एउटा वस्तु हो। कुरा बुझ्नुभयो? त्यतिखेर प्रयोग गरेको भनेपछि पश्चिमा देशहरूले के गरेर मान्छे प्रयोग गर्दा रहेछन् सोसियल मिडिया मार्फत भन्ने कुरो मैले तपाईहरुलाई यो भिडियोबाट देखाउँछु। यो भिडियो यति सेन्सिटिभ छ। अस्ति मैले 20% मात्रै देखाएको थिएँ, यो 30% हो, 50%, अरु 50% देखाउन बाँकी छ। म यिनीहरूलाई भन्दैछु त, बालेन निश्चलहरूले कि त यहाँ आएर माफ माग्नुपर्छ हामीले गल्ती गर्यौं भनेर, होइन भने सबैभन्दा पहिला यिनीहरूलाई पक्रेर कठरा घरमा ल्याउनुपर्छ। र तपाईहरुलाई एउटा कुरा म भन्छु, 24 गतेका मान्छेलाई पक्रिने होइन, 23 गते जुन बच्चाहरू मारियो, बच्चाहरू मराउँदाखेरि नि पुलिसको गोलीले मरेको छैन। र 11 बजीदेखि 1:30 बजीसम्म बच्चाहरूले गरेको आन्दोलन छन्, जुन जिन्जी भाइ बहिनीहरूले गरेको आन्दोलन ठिक थियो। जतिखेर बालेनको गाडीमा पानी आउँछ त्यो पानीभित्र नि केमिकल मिसाएको पानी थियो। त्यो पानी जब बाँडिन्छ त्यो पानी खाएपछि मान्छे लुगा खोल्छ, मान्छे पुलिसको हतियार खोल्छ, मान्छे पुलिसको ड्रेस खोलेर लगाउँछ। अचेत अवस्थामा के गरे भन्ने कुरो थाहा हुँदैन। त्यस्तो आन्दोलन हुँदैन। जति पानी बाँडिन्छ नि त्यो पानी खाएपछि मान्छेहरू अचेत अवस्थामा मान्छेहरूले सिंहदरबार, सर्वोच्च अदालतदेखि लिएर माथि आगो लगाए। पुलिसका हतियार खोज्ने काम गरेर पुलिसका हतियार पड्काउने काम गरेछ भनेपछि कुन आँटले हतियार पड्कायो भन्दा होसमा नआएर हो, बेहोसीमा गरेको। गर्दाखेरि ती मान्छेलाई पुलिसले पक्रिनु भन्दा त्यो पानी बोकेर पानी बाँड्न आउने मान्छेलाई पक्रिनु पर्यो। त्यो पानीमा केमिकल मिसाएको थियो। कुरा बुझ्नुभयो के? त्यसले गर्दाखेरि तपाईहरुलाई यो आजको भिडियो छ। मैले त हेर्नुहोस् विषयमा राष्ट्रियता राजा वीरेन्द्रको त्यही भयो, मदन भण्डारीको त्यही भयो गति। मेरो होला, मलाई पीडा छैन, मलाई पीडा छैन। कुरा बुझ्नुभयो के? जुन हिसाब किताबले अहिले मसँग सोसियल मिडियामा खनिँदै